यो ठाउँमा यहाँ डर धाक धम्कीको कुरा पनि एकदम व्यापक हुँदो रहेछ। काठमाडौँबाट आएपछि थाहा पाएँ मैले। अब त्यो डर धाक धम्कीको युग सक्यो। यहाँ सर्लाही चारमा हिजो हुन्थ्यो पनि हिजो हुन्थ्यो, अब सक्यो। यहाँ यो झुटो मुद्दा लगाउने, यो गर्ने त्यो गर्ने, ती सबै हिजोका कथा हुन्, अब सक्यो। यहाँ मलाई अतिरिक्त के पनि चाहिँदैन, तर यहाँ कोही साथी कसैलाई पनि डर धाक धम्कीको कुरा त्यो सही पनि हुँदैन। यहाँ फेयर गेम हुन्छ र त्यसको आधारमा एउटा फैसलामा हामीहरू पुग्छौँ। त्यसैले पार्टीको दुवै मेरो कमिटीका साथीहरूले निर्वाचन समिति बनाएर युवा परिचालन समिति जे परिपत्रमा भनेको छ सबै बनाउने, घर घर पुग्ने, एउटा पनि घर नछोड्ने। तपाईहरुले फागुन 21 गतेसम्म एमाले माओवादी नयाँ पार्टी पुरानो पार्टी केही नभनिकन सबै घरमा गएर सबै साथीहरूलाई गएर अनुरोध गरेर यो पटक यो ठाउँबाट यो दुईटै वडाबाट हामीले नयाँ ढंगबाट हाम्रो चुनावमा जानुपर्छ भन्ने स्थिति तपाईहरुले बनाइदिनुहुन्छ भन्ने विश्वास राख्दै र आज बल्ल नाता सम्बन्ध जोडियो। अब यो जान्छ अगाडि बढ्छ। अलि पछाडि म तपाईहरुलाई नामले चिन्छु, तपाईको परिवारको कर्ममा आउँछु, मर्दा पर्दा सुख दुःख बिहा व्रतबन्ध सबै ठाउँमा तपाईहरुसँग मेरो भेट हुन्छ। तपाईहरुसँगै रहन्छु र यसको आधारमा तपाईहरुसँग काम गर्छु। बाजुपन सम्बन्धी कुनै पनि समस्या समाधानका लागि सम्झनुहोस् हार्दिक IVF एन्ड फर्टिलिटी सेन्टर, सिनामंगल, काठमाडौँ।